यहाँहरू सम्पूर्णमा जय मसीह। म के माले मगर। म तपाईँहरूको सामुने पवित्र शास्त्र बाइबलबाट म केही कुरा हेर्नेछु। म तपाईँहरूको सामुने एस्तरको पुस्तकमा 3:4 पदलाई म पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, उनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर उनले उनीहरूको कुरा सुन्दैनथे। मर्दकैले इन्कार गरेको कुरा हामानले सहन्छ कि सहँदैनन् भनी बुझ्नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए, किनभने म एक यहुदी हुँ भनी मर्दकैले उनीहरूलाई भनिदिएका थिए। म एक यहुदी हुँ। मर्दकैको वरिपरि भएका मानिसहरूले किन तिनले घुँडा टेकेर दण्डवत गरेनन् भनी थाहा पाउन चाहे। तिनले उनीहरूलाई एउटा मात्र जवाफ दिए, म एक यहुदी हुँ। परमेश्वरले यहुदीहरूलाई तिनीहरूका मूर्ति पूजाबाट शुद्ध बनाउन कैदमा पठाउनु भयो। यरुसलेममा फर्की आएका यहुदीहरूले राम्रो पाठ सिकेका थिए र मूर्ति पूजाबाट अलग रही परमेश्वरको आराधना गर्न चाहेका थिए भनी हामी एज्रा र नहमियाका पुस्तकहरूबाट थाहा गर्छौँ। यरुसलेममा फर्केर नआएका यहुदीहरूले पनि पाठ सिकेका थिए भनी एस्तरको पुस्तकले देखाउँछ। यस समयसम्ममा तिनीहरूले एक यहुदी हुनुको अर्थ बुझे र यहुदीहरूले कुनै पनि मानिस वा मूर्तिको सामुने घुँडा टेकेर दण्डवत गर्न इन्कार गरे। हामीले पनि एक क्रिस्चियन हुनुको अर्थ बुझ्नुपर्छ। हामीले पनि मर्दकैले जस्तै ख्रीष्ट र उहाँका वचनका धार्मिक स्तरहरूका निम्ति सांसारिक समाजका दबावहरूका बीचमा पनि बलियो र निर्धक्क रूपमा स्थिर भइरहने निर्णय बनाउनु पर्छ। परमेश्वरले यहाँ सम्पूर्णलाई धेरै आशिष अनुग्रह गर्नुभएको यो वचन पढाइ सुनाइमा परमेश्वरले आशिष अनुग्रह गर्नुभएको सबैलाई जय मसीह। म तपाईँहरूको सामुनेबाट बिदा हुन्छु।